घर झगडा कथाको मुख्य सन्देश बद्रीनाथ भट्टराईद्वारा रचना गरेको घर झगडा कथा एक ऐतिहासिक कथा हो। यस कथाको माध्यमबाट एकअर्कामा कलह, शत्रुता, अविश्वासले गर्दा घर झगडा उत्पन्न हुन्छ, सिर्जना हुन्छ। राज्य चलाउने कार्य त्यति सजिलो छैन। हर कामको लागि चतुर व्यक्तिको आवश्यकता पर्दछ। आपसी झैझगडाले राज्यमा खतरा वातावरणको सिर्जना उत्पन्न हुन्छ। यस्तो बेलामा शत्रुहरूले निकै फाइदा उठाउँछन्। यहाँ घर झगडा कथामा पनि यस्तै भएको छ। यस कथाकी प्रमुख पात्र राजेन्द्र लक्ष्मी रानी अर्थात् बहादुर शाहकी भाउजू र देवर बहादुर शाहका बीचमा पनि एक अर्काले विश्वास नगर्दा, एकले अर्काले शङ्का गर्दा, अरूको कुरा सुन्दा घर झगडा उत्पन्न भएको छ। यसले गर्दा एकीकरणको अभियानमा ठूलो क्षति पुगेको छ। सबैभन्दा महत्त्वपूर्ण विषयवस्तु भनेको नै आफ्नो घरलाई बलियो र सुदृढ पार्नु हो। घरभित्रको कुरा घरभित्र नै सल्लाह गरेर मिलाउनु पर्छ। अनि मात्र बाहिरी शत्रुले आँखा गाड्न पाउँदैनन्। तब आफ्नो हरेक कार्यमा सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रस्तुत कथाबाट हामीले प्राप्त गर्दछौँ।